नमस्ते, जय गोरखा। रेस्पेक्टेड हम लोग सर सर हम लोग हमारा तमाम और बल्कि मेरे सेक्रेटरी सब यहाँ आधा हम साथ में हम लोग जितनी पब्लिक हम सबला मेरे तरफ दिन भर थैंक यू सर सबला वेलकम सर। आज को मेन मकसद हम लोग को जनरल मीटिंग का हम लोग को 13 अप्रैल में फाउंडेशन डे बन तो उसको लगी हमने प्रस्ताव करनी होते मैंने जनरल मीटिंग रहेगा एंड मैंने पब्लिक लगी था हमने के कस्तरी करनी हो ये करनी हो था मेरा हमने जनरल मीटिंग तो लगे सब हम लोग कल्चर मैडम ने बता देने भयो हम लोग हमें प्रेसिडेंट हम लोग जनरल सेक्रेटरी हम लोग दूसरे साल ने बता देने भयो प्रोग्राम को बारे में किए हो किया मेन चीज़ मुझे बता दो दोस्तों को जो प्रोग्राम में 13 में जाना 8 बजे तक सबके पब्लिक को आई थी सर और स्पेशली हम लोग स्टेट प्रेसिडेंट सर हम तमाम सारे डिटेल सब ले अपन पोजीशन ड्रेस में आई थी सर हम लोग जो भी जेंट्स पार्टी उन्हें ये ड्रेस लगाए तो हम भागा टोपी लगाए ढेर हम लोग और हनी मान के ड्रेस तो हम लोग दुकान को सामान भी सुंदर है आप जे भी छो ये लगा आप गए तो ना हमको वहाँ 9 बजे तक फ्लैग होस्टिंग में आसाम एयरपोर्ट यहाँ पर बेल क्लब में अंचल तो पब्लिक ढेरे आई थी सब हम लोग गोरखा को एना तो पहले खास सब जो लोकल प्रोग्राम में दोस्तों आप मंगल भयो सब को यो पंक्ति भयो उनको कल्चर दिखाना पड़े उनको मानसिक अपन सुंदर ले इसलिए हम लोग चंदन का इस प्रोग्राम हमको छेना गोरखा को फर्स्ट टाइम में बन चुके हैं बहुत हम लोग प्रोग्राम होता है हम लोग गोरखा को जबकि हम लोग मेंबर्स के लिए कम से कम देखा कि क्योंकि हम लोग गोरखा की यहाँ काम करेगा हम अरुणाचल में हमारे प्राइवेट फर्स्ट हाईएस्ट पॉपुलेशन हम लोग होता है नहीं सर गोरखा को जहाँ भी हो 38 डेक्स तो हमारा आसाम में ही अरुणाचल को हिसाब करें कि हमको खास ट्राइबल कम्युनिटी को सेकंड हम लोग गोरखा हर जगह में हम लोग चंगलांग में भी है ट्राइबल कम्युनिटी छोड़ेंगे गोरखा हाईएस्ट पॉपुलेशन है हम उनको गोरखा में तो पहले था जब बहुत मन चला मैंने सुन 60 से पैसा मांग लिया है 7 पैसा देगा बोल के बोला था पैसा मांग दो तो हम उनको गोरखा में भी हो उसको कोयला को बोले जानते ना कहना बोले ग्रुप में भी कहना बोले सुरेश का गाड़ा में मत बोले इसको ग्रुप में मत कहना पहले तो मेरे ग्रुप में बोले हेल्थ एक बीमार 1000 होती मान से 50 रुपये भी दिन जाए मान को लगी या उनको घर को लगे दिन जाए हमारा आशा का मान को लगी कम से कम 40,000 का आप हमको डोनेशन होएगा तो हमको समाज में हमने दूसरा का हेल्प करना के इतनी मैंने सक्षम सब कि हमने दूसरा का हाथ फैलाना दरकार है इतनी हम लोग कम्युनिटी सब हमने भी दिन देखा सब आलू आपको संदेश वगैरह अगर गोरखा देखो उसमें प्रोफेसर अंचल हमदुल कना साहब अंचल आसाम का मंदिर एसटी अंचल डीसी अंचल और सुविधा आया हेड चल दूसरा हम लोग 30 प्रोग्राम होएगा कति राम्रो भयो किंतु अब हमको कोई पब्लिक रूल सपोर्ट करेगा कि अलग पूरा हो दोस्तों हमको ही मैंने हिंसा पसरा हम लोग समाज में न आया बिहारी समाज में गए कीर्तन गावे छे हमने भिजे में पाले समझू हम लोग समाज में आया एक बार चेहरा दिखाने तो यो चीजलाई तपाईहरुलाई मैले भन्दै छु म प्रेसिडेन्ट पसन्द छैन त के छैन सबको अंदर में 100% खुबी हुन्न हो के हैन भन्नु कोही न कोही खराबी तो मेरा अंदर में छ होला सुरेश को अंदर में के होला यस हाम्रो साथी बस्नु भयो साथमा कति खराबी के होला हाम्रो 100% हैन नेक्स्ट 20 साल के बाद में नयाँ प्रेसिडेन्ट बन्छ आफैलाई बनाउन राम्रो खाली नयाँ प्रेसिडेन्ट बनाउन उनीहरु हाम्रो काम के गर्छ होला त्यही कारण प्रेसिडेन्टलाई साथ दिन को प्रेसिडेन्ट बन्ने भनेर जेलेसी गरेर बस्यो या साथ नदिन गरेर बस्यो त्यो राम्रो हैन म प्रेसिडेन्ट यदि बन्दैन म आम मेम्बर हो त किन हेर्नुस् मैले नयाँ प्रेसिडेन्टलाई मैले फुल सपोर्ट गर्छु पैसामा होस् एडभाइसमा होस् जेमा भी होस् म सपोर्ट गर्छु
यो होइन म गए क्या छोडो समाज से मतलब नहीं है क्यों कर देना मैं जो अब प्रेसिडेंट पब्लिक के साथ देखिए तो प्रेसिडेंट आगे बढ़ता है जब हम लोग होम पहले हम लोग इसलिए दिन प्रेसिडेंट लाइक मौका दी तो प्रेसिडेंट ने सबको चाहिए सबको पढ़ने पता नहीं सबको चाहिए बस ये काम करना तब तो उला प्रेसिडेंट बनना के लिए हक चाहिए उला निकालना किंतु उले काम करेगा चीज करेगा चाहिए उसको प्रोग्रेस करती है ये चीज़ है आपस में तपाईले जेलेसी गरेर बहुत मान्छेले गर्नुपर्छ उहाँ आउँछ यहाँ आउँछ उनको कोही समाज छैन याद राख्नु जो आफ्नो गोर्खामा बसेर गोर्खाको हेल्प गर्छ उसले आफ्नो रूपमा ठिकेको हाम्रो गोर्खा हो एउटै गोर्खा हो हामीलाई आज हाम्रो तन्दा साथीले कति राम्रो भयो म गोर्खाले बहुत पुरा बहुत पसन्द गरेँ म माइती गोर्खा चाहिँ बहुत मरम लाग्यो और के कुरा भनेको पब्लिकमा डिस्कस गर्न सकिन्न मैले साथै आइडिया बनाएर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर भाइलाई त सुनिरहेको छ भाइलाई मजाकै गऱ्यो सरले त्यस्तो हाम्रो अहमियत छ हाम्रो सबैले अहमियत दिन्छ हामीलाई त हामीलाई आपसमै हामीले जेलेसी गरेर बसेको कि हाम्रो खाना साले भन्नु सुरुवातबाट म सायद आपसले तहत अलग कि नीति नै नीति हुन्छ कस्तो आफ्नो यहाँ ग्रुप बनाएर बसेको छन् उनीहरूले कसैको पार्ट लिँदैन न उनको समाज छ उनीहरूले थाहा छ समाज छैन दुख तकलिफ भएको उनको लागि हाम्रो पनि दुख लिनेवाला होइन किन उनीहरूले हाम्रो जस्तो गरेका छन् हाम्रो त्यस्तै हो जस्तो गरोस् भगवानको इच्छा छ केही नहोस् केही भन्ने हामीले आज म प्रेसिडेन्ट हो मसँग पैसा छ भनेर होइन भोलिपर्सि मेरो पनि बहुत ठुलो तकलिफ हुन्छ मैले पनि समाजलाई हेल्प माग्छु 10 रुपैयाँ होस् 20 रुपैयाँ 50 रुपैयाँ दिनुहोस् मलाई मेडिकल ट्रिटमेन्टको लागि होस् भनेर समाजले मलाई महत्त्व छ आज मैले मद्दत गरिदिन्छु समाजले मलाई महत्त्व छ मैले दुख तकलिफमा जस्तो कति रुपैयाँ दियो के दियो हाम्रो ओम भाइले सोध्यो क्वेसन गर्नुपर्छ यो एकदम राइट कुरा हो तपाईँले यसरी बसिराख्ने पनि क्याबिनेट मेम्बर होस् प्रेसिडेन्ट होस् हामीले मनमर्जी गर्छ त्यो हो तपाईँले हिसाब माग्नु बहुत राम्रो छ त्यसको अब मेम्बरको पैसा त हर महिना 15,000 हुँदैन कहिले 6,000 हुन्छ कहिले 7,000 हुन्छ त्यस्तो हाम्रो केमा पैसा गयो त्यो हाम्रो रमित हाम्रो जो फेरि दोबारा एक बार बनाएर पहिला जस्तो हालेको थियो दोबारा फेरि हाल्नु त्यसमा हाम्रो 15,000मा मान्छे कति रुपियाँ खर्च भयो डिमान्डमा पनि हामीले हेर्दै छौँ हातबाट पनि दिएको छौँ बाहिर पनि आएको छ बाहिरको हिसाब नगर्नु हातबाट पनि दिएको छौँ त्यो सबै हिसाब गरेर एक बार हाल्नु पब्लिकले जब हेडिङ अन गरेको छ पब्लिककै पैसा 100 रुपियाँको बहुत ठुलो चिज कसैले त 100 रुपियाँ पनि दिएको छैन कन्जुसी गरेर बसेको छ कोहीले बिचरा 100 रुपियाँ महिनामा नसकेर दिएको छ बहुत ठुलो कुरा तर हाम्रो क्याबिनेट मेम्बरले दिएको सबले पैसा दिएको छु मैले पनि 100 रुपियाँ दिएको छु जति मैले थाहा सकेर 200 रुपियाँ गर्छु भनेर किन्तु सबले मानेन 100 रुपियाँ भनेर 100 रुपियाँ ठिक छ नभए भयो त्यसमा के हाम्रो लागि खानमा तपाईँको धेरै पैसा लिएर बस्ने होइन धेरै पैसा हाम्रो पनि धेरै खर्च हुन्छ अहिले खानमा पैसा कम छ हाम्रो खर्च कम छ यस्तो हो और तपाईँको हाम्रो 13 तारिकमा जो हाम्रो फङ्सन डे हुन्छ उसमा हाम्रो दुकानको लागि हाम्रो एसिया बेगमको छोरीहरू हाम्रो पूजा थापाले पूजाले भनेको छन् भन्छु अरू पनि कसैलाई गर्ने मन छ त सरले भन्नुभएको छ इन्फर्मेसन दिएर गर्न सक्नुहुन्छ के सामान हो र बताइदिन्छ भने आफै गरेर आफ्नो मनमर्जी गरे पनि मैले के हुन्छ हाम्रो प्रकारमा हुन्न कसैले दारू पनि गरिदियो कसैले चाहिँ आमान बेसी गर्यो त्यो बदनाम हाम्रो प्रकार हुन्छ त्यही भएर कसैले अरू कसैले के गर्ने मन छ त हामीलाई सोधेर तपाईँले गर्न सक्नुहुन्छ यहाँ उत्साहले सेट बनाएको छ एउटा गरेर त्यही सेटमा बनाइदिन्छ किन्तु अप्सन यही हो कि दुकान खोल्नुहोस् केही प्रब्लम छैन किन्तु जब भिआइपी आनेको दुकान बन्द गर्नुपर्छ किन भिआइपी आएपछि भिआइपी फ्ल्याग होस्टिङ गर्छ त्यही समयमा मान्छेहरू दुकानमा गएर जम्मा हुन्छ त्यही भएर सरले भन्नुभएको छ दुकान बन्द त्यो समयमा आधा घन्टा गएर दुकान बन्द हुन्छ उसको बादमा फेरि तपाईँले सुन्न सक्नुहुन्छ और हाम्रो युथ जति भी छ नि हाम्रो भाइहरू जति छ हामी सब भोलि यसमा काम गरौँ एक दिनको लागि नि भोलिन्जेल थोड़ा सा हेल्प हामीलाई चाहिएको हुन्छ केटी मान्छेको युथ त छ हाम्रो स्पेसली केटा मान्छेको युथ छ किन केटा मान्छेको धेरै काम सामनी गर्छ नि त मान्छेहरूले एक दिन आफ्नो समाजलाई निकालो यो हुन्छ त्यसका लागि हाम्रो युथलाई युथलाई अगाडि बढ्ने
मैंने थोड़ा हेल्प करना है। और हमको पान को लगे हमले स्कूटी और खेला के छन पकोला सफर भाग मेरे वॉइस हो गई আমি স্কুটি हमले एकदम स्कूटी को एडवांस किनेरा देखो आज भय तब 20 दिन 25 दिन दोस्तों हमरो रंदी बजाय से जो स्कूटी छ मा कति दोस्तों बाय आएको छ तब हमले चाहे भी टिकट दिनु तो हमले भी चाहे तो पिछला बार दोस्तों हमरो हाउस प्रॉपर्टी का फर्स्ट प्राइस हमरो सुनिक को भाई देखा तो सेकंड प्राइस हमरो रेडी को छोड़े देखा तो इससे यो बार फर्स्ट प्राइस स्कूटी हमरो गोरखाले सेकंड प्राइस 70,000 रुपये गोरखाले भाई ठीक छ भनेर सोचेको छ त्यही भएर और हाम्रो सार्वजनिक एडभाइस छ कि गोरखालाई टिकट जो जला चाहिए सबलाई दिनु म छोड्नु भनेर प्रोग्राम भनेर एडभाइस छ। और एउटा बात जो हमर आसाना को कमांडर सिना टेक्ना होते थे मो एयर ऑफिस प्रेसिडेंट और हमरो समुतमन सर और दीपक थापा सरकार जना होते थे कमांडर सर ने उसमें बहुत हमको ऑफर देखो छ दोस्तों कसो को स्पेशली गोरखा को लगे सर मेरा गोरखा क्लास में 6-7 काम गरेको गोरखा रेडियो सर ने गोरखा सिना बहुत राम्रो एक्सपीरियंस मतलब एउटा अटैचमेंट छ त्यही भएर सरले भन्नुभएको छ बाहिर जस्तो कसैको छोराछोरी पढ्नुको लागि जान्छन् या पढ्नु होइन ट्रेनिङ गरेर कामको लागि जान्छन् त्यसमा आशाको दिएर गयो भने माने उनीहरूको खाना पिना रहेर 3 महिनाको जो ट्रेनिङ हुन्छ 6 महिनाको उनीहरूले गराइदिन्छन् प्लस बेंगलोर भयो दिल्ली भयो त्यसमा जो जब हुन्छ नोकरी हुन्छ उनीहरूले लगाइदिन्छ आशाको तर्फबाट छ और आशाकोले ऑल इन्डियाबाट मिलेर यो काम ऑल इन्डियाले भी गर्दैछ तो ऑल इन्डियामा भी तपाईको यो गरेर मतलब मुसिना निमा गरेर जान सक्नुहुन्छ। इसका बाद भी हमको गोरखाबाट 3 जना कोइलमा सिक्किममा गएको थियो त्यसमा हाम्रो साथीको छोरा हाम्रो थापा सरको छोरा और एउटा कन मान्छे तीन जना गएको थियो उनीहरूले जोइनिङ भी गरे काम तो गरेको छैन उनीहरूले चाङलाङमै बसेको छन् किन्तु पेमेन्ट पाएको छ त्यसका लागि 3 महिनाको पेमेन्ट पाए मैले 30 सालमा पुरा गरेको तो काम नै छ काम नगरेर महिना 3 महिना पेमेन्ट पाएको तो मामुली होइन 50,000-60,000 पानी तो बसी खराब होइन। थापा सरको छोराले पनि भन्नुभएको थियो कि 500 रुपियाँ जस्तो समाजमा मैले डोनेसन दिन्छु भनेर ट्रेनिङको समयमा मैले पनि हुन्छ भने यो प्रोग्रामको बादमा थापा सरको छोराले पनि भने मयालाई मैले हामीले केही दिन्छ मैले दिन्छु भनेको छ। त्यस्तै अरू कोही सुविधाको लागि छ त इन्डियन छ त भन्न सक्नुहुन्छ वहाँ हमले नाम लिन्छौँ साथ और सिलाई मशीन को बात गरे साले सिलाई मशीन 15-20 साल सिलाई मशीन भी दिदी पूरा गरेको छ यो वसुन्धरा भनेर के प्रोग्राम एउटा छ उसको हिसाब गरेर मैंने 15-20 सिलाई मशीन की साले बाँड्छु भनेको छ। कसैलाई दुकान खोल्न छ या केही गर्न छ त हाम्रो उमेरसँग बात गर्न सक्नुहुन्छ तपाईँ और हाम्रो एक्स सर्भिसमेन भयो या बेरोजगार एउटा कोही ग्रुप छ हाम्रो गोरखाको भित्र कोही यही मान्छेले ग्रुप बनायो या लोग्ने मान्छेले ग्रुप बनायो भने भी 3 लाख तकको सरले काम दिनको रेडी छ जस्तो नाला बनाउनको लागि भयो या कोही घर रिपेयरिङको लागि भयो त्यस्तो भने किन्तु अप्सन यही हो कि गोरखाहरू बस्ने जग्गा हुन पर्छ यो होइन कि उहाँ बिहारी समाज पनि छ प्रायः त्यो होइन जहाँ प्योर गोरखा बसेको छ त्यहाँ स्ट्रिट लाइट दिन्छु भनेको छ या तपाईले काम माग्नुहुन्छ तो 1 लाख पर 3 लाख तक पैसा हर साल आउँछ अरे उसके लिए भी हम हेल्प करेगा भनेको छ। त्यस्तो भी केही गर्ने मन छ एक सर्भिसमेनको नाममा कोही छ त उसले भी गरे हुन्छ केही छैन हाम्रो दिलाइदिनु खानको नाममा बराबर पैसा चाहिँ भयो हामीलाई पुरा त लाभ चाहिन्न हामीलाई जस्तो उसले 1 लाख कमायो त हामीलाई 5,000 रुपियाँ खानको लागि केही दिन्छ यो एउटा अप्सन पनि छ। त्यस्तो उनीहरूसँग बहुत राम्रो प्रोग्राम छ तो हमले अहिले सेंट्रल लेवल और हमको डिस्ट्रिक्ट लेवल मिलेर हाम्रो साथसँग फेरि दोबारा बात गर्छौँ और समाज में कोई भी अनवांटेड चीज सब छ कोई भी तृणमूली चीज छ या मतलब खराबी चीज तो ठुलो चीज था भयो तो हामीलाई पता स्पेशली ड्रग्स पेडलर
हाम्रो समाजमा गोर्खा समाजमा ड्रग्स खाने मान्छेहरू धेरै छ। 3-4 जनाको त म नाम बताउन मैले थानामा 1-2 बार माफ गरेको छु, दोबारा त मैले जेलमा हालेँ। 1-2 बार त भयो मैले माफ गरेँ, किन नाम बताउँ भने यहाँ बात खराब हुन्छ। उनीहरू न गोर्खामा छन्, न उनीहरूले मेम्बरसिप लिएको छन्, उनीहरू यसै आवारा जस्तो घुरिरहेको छ। मैले पहिला पनि उसलाई वार्निङ दिएको त उसले सुध्रेन, नेक्स्ट टाइम जेलमा समातेर गयो। लास्टमा याद त मेरै आयो, मलाई फोन आयो, मैले भने फ्रीमा नछोड्नु, थानाबाट चार्ज गरेर छोड्नु। सीधा बात, फ्रीमा छोड्यो भने त्यो केटा सुध्रिन्न। थानाको चार्ज 5,000 10,000 लियो होला, लिएर उसको आमाले साइन गरेर उसलाई छुट्यायो। अब पुलिसको हातमा जाने मन छ, न आसामको हातमा जाने मन छ, न मेरो तर्फबाट रिहेब सेन्टरमा जाने मन छ, त तपाईँको मर्जी छ। किन मेरो तर्फबाट कोही दिन के हुन्छ कि पैसा पनि कम लाग्छ। कसैको त यस्तो छ कि पैसा बहुत कम दिने हुन्छ, त्यस्तो होइन म नोकरीवाला हो, म पैसा दिन सक्दैन भनेर त्यो त हेरा जान्छ कतिको मैंने पैसा का हालत खर्च उसको बादमा दाम कम बेस भी हुन्छ। किंतु पुलिसले समाज के किन हाम्रो त स्पेशल ग्रुप या घुर्दै छ, सबै थाहा छ, उनले सम्मान गर्छ। 1-2 मा समाज जान्छ। आज जो गोर्खा केटाहरू जो ड्रग्स खाँदै छन् उनीहरूले खाएको छैन, जुत्ता बाँध्दै छन्, केही छैन, मरा पुगेको होइन, आफ्नो थोरै। जुन दिन पुलिसले एरेस्ट गर्छ त्यो दिन हाम्रो हात भाँच्छ। किन ड्रग्स केसमा न म घुस्छु न मेरो टिममेट मेम्बर घुस्छु। किन भोलिपल्ट के घुस्छ कोर्टमा त म दुख्छु, विदेशको लागि त म जान्छु। त्यो हो, त्यही कुरा आफ्नो छोराछोरीलाई सम्झाउनुहोस्, छोराहरूलाई सम्झाउनुहोस्, छोराहरूलाई सम्झाउनुहोस् त्यसरी यस्तो नखानुको लागि। खाएको पनि छ त केही छैन, हामीले पनि सादा खान्छौँ, कसैले सिगरेट खान्छौँ, हामीलाई पनि हेबिट छ, खाना मन हुन्छ, छोड्न सकेको छैन। कोही एउटा अप्सन छ, बढिया अप्सन, त्यो अप्सनको हिसाबबाट त्यो काम त्यो जानुहोस्, मैले हेल्प गरिदिन्छु, रिक्स म लिन्छु भनेको छु। केही कुसुम चाहिँ मेरो रिक्स छ भने भनेको छु। साङखुङसँगै पार्सनल मिटिङ भयो हाम्रो यहीँ, हाम्रो टिममेट मेम्बरसँग, उसले पनि भन्यो पुरा मद्दत गरेको खाएको यो फाइदा उठाउनु। स्पेसली यहाँको त जति आएको छ सबै त्यो मेरो जान पहिचान छ। धेरै भाग जो समाजमा हामीले काम गरिदिएको छ उनीहरूले आएको छैन, मैले हेर्दैछु। जो समाजमा जो दुःख तकलिफमा हामीले धेरै मद्दत गर्यौँ उनीहरू आफ्नो मद्दत लिएर मजाले घरमा बस्नु आएको छैन। त्यस्तो केही छैन, त्यसमा बात हुन्छ। हाम्रो जो चाङलाङको नन ट्राइबल ग्रुप छ, यस्तो ग्रुप भनेको छैन। यस्तो तपाईँको गोर्खा समाज पनि नन ट्राइबल हो, भोजपुरी समाज नन ट्राइबल हो, आसामी समाज नन ट्राइबल हो, बेङ्गली समाज नन ट्राइबल हो। उनीहरूले सबले मिलेर महावीर जयन्तीको एउटा रेली गर्नको लागि मन छ भने 12 तारिकमा त्यो आज हाम्रो इन्डियनको मिटिङ हुन्छ टिकेट पोइन्टमा। तो हामीले माने रेलीमा जान पर्यो। जस्तो हाम्रो गोर्खा समाजको मान्छेहरू धेरै भाग मैले देखेँ, जामथाको लागि, जो हिन्दू समाज जामथाको लागि गए, क्रिस्चियन समाजको लागि गए, त्यो राम्रो आफ्नो धर्ममा जानुपर्छ। त्यस्तै यो महावीर जयन्ती तो हनुमान जयन्ती हो, तो यसमा भी सबै आउनु एक बार रेलीमा हाम्रो पनि जाऊँ। किन हाम्रो भाइले ठिक भने यो के भन्छ ओम भाइले ठिक भने पासको लागि त हेर्नुहोस् एउटा चिज ग्यारेन्टी छ, म त्यो पुलिसवाला हो भनेर माफ गर्दैछु। मलाई दिनमा कतिवटा फोन आउँछ, सर मेरो पास छैन, मैले मेरा छोरो गेट पास त फ्री छ यता गोर्खाको लागि, जस्तो म छु। मैले मोल सर्ट थियो, बिचरा मोल सर्ट बुझ्यो, मेरा नामले पनि मोनेटिक्सले पनि गेटबाट पार गर्न दिन्छ बिना पैसामा, पैसा पनि छैन, फ्रीमा पास गर्न दिन्छ। जिस दिन म रहन्न त्यही दिन गोर्खाको पास छैन, गोर्खा जान्छ गेटको बाहिर, त्यो सिधा बात। तपाईँले पास बनाउन पर्छ। अब पासको लागि यति झमेला गरेको छ, हाम्रो गोर्खाको लागि होइन, यो नन ट्राइबलको लागि। यसको लागि जस्तो ओम भाइले भनेको हिसाबबाट हामीले कुरा पनि गरेको थिएँ। यो एडिसी सरले यसमा बहुत झमेला गर्दैछ। उनले भन्दैछ एडिसीले बात गर्छ, एडिसीले बात गरे फाइदा छैन, किन एडिसी सरले अन्तर्गत पसन्दै गर्दैन, उसले एकदम पसन्द गर्छ, बात माफ गर्छ। त्यही कुरा हाम्रो मिलेर एडिसी समाजको हाम्रो अरू समाजका मान्छेहरू मिलेर हामीले एक बार त्यस्ता कम्प्लेन साथसँग गएर हामीले कुरा गर्दैछौँ। किसान नन ट्राइबलको लागि पासको लागि झमेला किन हुन्छ
इसको लागी सपोर्ट चाहिए तो कोई हो गोरखा समाज को ऐसे प्रेसिडेंट सेक्रेटरी और जो अपने प्रेसिडेंट नवीन नगर पे हो ना पब्लिक की जब बोला भी नहीं आलू पड़ता देखनू पड़ता ओ गोरखा में यूनिटी छा मारे तबे हम चाहिए ये पूरा सच है अब गोरखा को अंदर में मेरे प्रेसिडेंसी में मैंने मानी गोरखा को अंदर में यदि कोई भी डिपार्टमेंट में मान चले ऑफिसर ले तबे उड़ा एक थप्पड़ हाथ दियो सिर्फ मोहल्ले वाला भरना पड़ता होली क्या ग्रुप यार बुलाया मेरे कुछ दिवस में जमा हो ना क्या हो गया आप क्यों मारा माफ मांगो बोले व्यक्ति थोड़ा एक्शन साथ भाई कान समाज माफ मांगना पड़ता कि माफ कर दीजिए हम गलती से मारा या तो कस्बा जाना पड़ता सीधा बात गोरखा में इतनी शक्ति छ दूसरा समाज में इतनी समाज छ दूसरा में आप गोरखा में थोड़ा छ आज को देखना है गोरखा को सिर्फ थाना में केस करने के लिए हमारा बंद पड़ता और हिजो को यार केस छ यो मान्छेले मलाई बम गरेर सोध्यो हाम्रो कैसे महीना में कहा पुलिस केस मत दो बने मुझे बोले होगा पुलिस केस नहीं देगा हम सॉल्व कर देगा गोरखा का बदनाम हो जाए कसले कसले पैसा खाता होगा भने पुलिस केस दे तो आज का दिन में यस्तो हुँदै छ नि उसको फाइदा उठाउनु आगे बढ्नुस् न मैले जो चीज छोडेको छु त्यो चीजको नेक्स्ट दिनलाई भी हेल्प हुन्छ त्यस्तो ना डिपार्टमेन्टसँग जोडाउनु दरकार छ ना आज कन्टिजेन्सी काम हाम्रो गोरखाको लागि जो गोरखा नम्बर 1 मा थियो त्यो गोरखालाई काम नदिएर उनीहरूले दूसरा मान्छेलाई घुसाइदियो त्यो गोरखा मान्छेलाई एप्लिकेसन दियो भने पनि दौरान चाहिँ उनीहरू एप्लिकेसन दिनको लागि न उनीहरूले केबिनेटसँग आएर हेल्प गर्छन् यति दौरान पनि त म के हेल्प गर्न सक्दैन किन मलाई त कागज चाहियो नि सर कस्तो कम्प्लेन आएको छ मेरो मेम्बरबाट तिमीले यस्तो किन गर्यो उसको लागि हम डीसी सरसँग गएर बात गर्न सक्छौँ हाम्रो स्पिकर सरसँग गएर बात गर्न सक्छौँ कि सर यो गोरखा नम्बर 1 मा थियो यो पार्टनर हुने काम थियो यो पार्टनर भएको छैन यसको जग्गामा यो मान्छेलाई कब्जे लाग्यो आवाज उठाउनको लागि त पार्टी त जम्मा छैन पार्टी त जम्मा हुनुपर्छ अहिले हाम्रो आएको छ भन्नु त्यसमा हाम्रो ये वाला वो तुम लोग हमने देखते सेलिब्रेशन होना चाहिए कमाल 16-17 डिस्ट्रिक्ट को मंजूर आंचल सेंट्रल कमिटी को मंजूर आंचल जस्ट आज देखे टेस्ट जब 23 तारीख को दिन में हुन्छ क्या कितना यो जो फाउंडेशन डे हुन्छ यो जो यहाँ को ओपन भाग चांगन को ओपन भाग यो गोरखा समाज दूसरा डिस्ट्रिक्ट लेके ना याद रखनी है पूरा ते दिन को लागि तब को हम के से फेरी दोबारा मेरा रिक्वेस्ट हो यो मंथ को द्वारा 10 तारीख को पहले रजिस्टर खाता देनी घर में जानी जिनको नाम लिखनी साइन लेनी और उन्होंने रिक्वेस्ट करनी कि 13 तारीख को दिन में 9 बजे मोबाइल गरम में 8 बजे त्यसको तपाईहरु मोबाइल यो मेरो रिक्वेस्ट तपाईहरु अरु यो फाउन्डेसन डे चाहिँ बहुत ठुलो एउटा अर्गनाइजेसनमा जाने काम गर्छ यहाँ तपाईको मैले भने 16-17 डिस्ट्रिक्ट सेन्ट्रल कमिटी ब्लक को एक्जिक्युटिभ मेम्बरहरु सबै देखिन हाम्रो युनिटी च्यानलमा देखाउनु कति युनिटी छ त्यसका पछि यहाँ तपाईको फ्ल्याग होस्टिङ हुन्छ फ्ल्याग होस्टिङ को समयमा हमको असम का टिम हुन्छ उसका पछि चीफ गेस्ट हुनुहुन्छ स्पीच हुन्छ बीच-बीचमा कल्चर प्रोग्राम हुन्छ स्पीच हुन्छ कल्चर प्रोग्राम हुन्छ त्यसरी हाम्रो फाउन्डेसन के चाहिए बनाउँछ और म प्रेसिडेंट साहब से रिक्वेस्ट करते सबै भने मार्गदर्शन गर्छु त्यो हाम्रो कोर्टले के बिक्री गर्ने दुकान हुन्छ दुई जना जस्तो बोलाए त्यो दिनमा 13 तारिख को दिन क्योंकि हाम्रो सबैलाई मारेर जान सक्दैन कसैलाई थाहा पनि छैन होला कि कोटेवाला कहाँ थियो त्यसले यहाँ देखेको
डिलिव्हरी थांबवल्या कोणाचा लोक करता समाज त्यावर खास दुसरा जगा आहे ना आसाम आहे मीटिंग भरलो या आंदोलन भरलो कसरी उद्योग केले साथी म्हणतो काय हे जना जाण्याचा जुनेर आहे अभी या व्यक्ती पण हाम्रो दादू भाइहरु बस्नु भएको छ तिनीहरूलाई पनि रिक्वेस्ट गरेर तपाईहरु जो यहाँ आएको छैन तिनीहरूलाई भनिदिनु होला यस्तो यस्तो प्रोग्राम गर्न चाहन्छु 13 तारिखको 13 अप्रिल 2025 त्यसका लागि तपाईहरुको रिक्वेस्ट अपेक्षित भन्ने मेरो एउटा दिलमा दुःख के भने तपाईलाई को सामने में जगह करते भनिदिए त्यसका लागि के गर्दै गएको माफी माग्छु यदि तपाईहरु 10 तारिखको भित्र डोर टु डोर गएर मैले भनेको जस्तो बोलाली हेड स्टाफ 11 तारिख बेलुका जातिम रोडमा त्यो खाता चेक गर्नु कतिजना काम गयो कसलाई इन्भाइट गर्नु त्यो खाता चेक गर्नु कसलाई कति आफ्नो परफर्मेन्स के भनेर चेक गर्छ हाम्रो त्यतिबेला म या त्यसलाई त्यति भनेर जय दोलखा